पठ्रु पकर न दुईटा यसले त चुसिरहेछ त कि यसले निकालेको। नमस्ते हजुर, नमस्ते, वेलकम ब्याक माई न्यू ब्लग। सन्चै हुनुहुन्छ? म पनि सन्चै एकदम आरामै छु साथीहरू। है चुनाव आइसक्यो है साथीहरू। चुनावको लहर कस्तो छ तपाईहरुतिर? सबै नेताहरू एकदम उत्साहजनक छ है। एकदम नयाँ नयाँ एकदम उम्मेदवारहरू छ यसपालि। सो ठिकै छ त्यो पनि हैन, राम्रो छ। नयाँहरू आएको छ, नयाँलाई जिताउनु पर्छ है। देश राम्रो बनाउनु पर्छ, समृद्धि बनाउनु पर्छ है। ठीक छ, चुनाव आफ्नो ठाउँमा छ, म पनि आफ्नो ठाउँमा छु। आफ्नो कर्म र आफ्नो कार्यमा एकदम पछि हटेको छैन र कन्टिन्यू लगातार गरिरहेको छु साथीहरू। आज म त्यो बाँसहरू छ, बाँस काटेर अस्ति नै काटेर राख्दिछु। अब टाट बनाउनु पर्छ के। पाठापाठीहरू छ सानो सानो, त्यो बच्चाहरू। अनि गहुँ छ, गहुँमा सबै जान्छ के गहुँ खान। यति काटेर राखिसकेको छु। यसलाई अब फाड्नु पर्छ हैन। फाडेर अनि यता सबै मिलाउनु पर्छ कुन कान, अनि त्यसपछि बनाउनु पर्छ हैन। यति गरिसकेको छु, अब गर्दैछु। यो पनि अब यो भनेको नि मैले बनाएको यो फर्स्ट टाइम। बत्ती सत्ती सबै फाडेर यति अब यसलाई अलि सुक्न दिन्छु के। अनि किल्ला ठोक्दाखेरि नि यो च्यातिदैन, भन्नाले फाटिँदैन। सो यसलाई अलि सुक्न दिनुपर्छ है साथीहरू। सो अब बाख्रामा जानुपर्छ। के छ, जाने कि नजाने हो साथीहरू? जाउँ मसँग जङ्गल। जंगल में आज मंगल करूँगा, भूखो शेरों से खेलूंगी मैं भन्छ नि। आहा पुचु 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 आ पुचु 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 कम 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 आयो साथीहरू। हेर्नुस्, 5वटा बेबी छ मेरो फुच्चीको। 5वटा बेबी, 2टा भाले, 2टा भाले, 3टा पोथी छ। हेर अहिले भन्नाले होला 27वटा टोटली पाठापाठी बच्चाहरू सबै मिलाएर 27-28वटा। गएको म अब जङ्गलतिर। छेउछेउ मात्र, भित्र त जाँदैन। उता उ छ बाँदर। बाँदर ए भाग्छस्? अल्लु खान आएको? अल्लु हाँ? बाख्राहरूको बेस्ट लत्ती भनिन्छ, लत्तीमा फल्ने लहरामा। यो बेस्ट हो बाख्राहरूको लागि। हिजो काटेको छु यहाँ, ख्यारको हाँगामा थियो, त्यसलाई झार्दिएको बस खाँदैछ। साथीहरू हेर्नुहोस् त, ठुलो ढुङ्गामा बसिरहेको छु है। मेरो बाख्रा चर्दैछु उता, तपाईहरु हेर्न सक्नुहुन्छ है। के गर्नु, जंगलभित्र केही छैन, सबै सुकेछ तल तल। के गर्नु, यो अलिअलि उम्रेको घाँसहरू खाँदैछ बाख्राहरू। हेर्नुस् न साथी हो, यो के हो? यो जंगलमा छिरेको थिए। बाप रे, यो हेर्नु न, कस्तो गर्दैछ।
ओए ल ल बाटो खोज्दैछ कता जान्छ ल ल ओए चढिरहेछ माथि ओए तल छ तिमीलाई अहिले हेर्नुहोस् न अब यसलाई झार्नु पर्यो होइन झार्छु अहिले कता गयो हेर्नुहोस् त के चुसिरहेछ त कि यसले निकालेको हो के बनाउँदैछ यसले यसै के रस निकालिरहेछ हौ यो यसलाई त अब म झन्डै मेरो जिउमा उ गर्थ्यो यसले त धन्न मैले देखिहालेँ ओइ के गर्दैछस् जा भाग तेरी माँ टोक्ने भिजाइदिस् त्यहाँ हेर्नुहोस् त यहाँदेखि त्यहाँसम्म कस्तो छ है दिन ढलिसक्यो साथीहरू दिन ढलिसक्यो है अब घरतिर जानुपर्छ बाख्राहरू चर्दैछ सो एकछिन चर्छ अनि आउँछ म जान्छु सो सबै साथीहरूलाई अनुरोध छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला है साथीहरू सबैजनाले गरिदिनु पर्छ है यो गाउँले केटोलाई माया गरिदिनु पर्यो है साथीहरू।